तपाईं अहिले हेर्दै हुनुहुन्छ गण्डकी टेलिभिजन। नमस्कार, गण्डकी मिडिया हाउसको डेली टक शो द भ्यूमा यहाँलाई स्वागत छ। कार्यक्रम गण्डकी टेलिभिजन, रेडियो गण्डकी 90.2 मेगाहर्ज र इन्टरनेटमा www.gandakimediya.com बाट संसारभर सुनिरहनु भएको छ। आजको कार्यक्रममा अलिक फरक विषयवस्तुमा केन्द्रित रहेर हामी छलफल गर्दैछौँ। छलफलको लागि हामीले स्टुडियोमा आज एक भिन्न स्वभाव र भिन्न विशेषता भएका एक अतिथिलाई निम्त्याएका छौँ। उहाँको बारेमा अरू धेरै कुरा भन्दा एउटा कुरा अलि बढी तपाईँ हाम्रो लागि इन्ट्रेस्टिङ हुनसक्छ। त्यो भनेको उहाँले मानिसको अनुहार हेरेर भविष्य बताउने र सत्कर्ममा लाग्नको लागि अभिप्रेरित गर्ने ध्येय राख्नुहुन्छ। त्यो क्षमता आफूमा रहेको कुरा बताउनुहुन्छ। आज हामीसँग हुनुहुन्छ योगीराज बालनाथ अघोरी। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। नमस्ते, स्वागत छ यहाँलाई कार्यक्रममा। नमस्कार। हजुरको नाम मैले यो योगीराज मालनाथ अघोरी, यो अलिक फरक प्रकृतिको नाम लाग्छ। म यहीँबाट कार्यक्रमलाई सुरु गर्छु। हजुरको नामको मिनिङ के हो, यो पुरा नामको? हामी योगी भनेको चाहिँ समाजलाई चाहिँ कसरी परिवर्तन ल्याउने, वैदिक समाज, रोगमुक्त समाज, भयमुक्त समाज र सेवा सद्भावले चाहिँ मानिसलाई रूपान्तरण गर्ने सवालमा चाहिँ हाम्रो जुन प्राकृतिक जीवन, जसरी हामी चाहिँ एउटा जन्मसाथ आफ्नो परिचय लिएर आएको हुन्छौँ भने त्यसपछि चाहिँ समाजलाई चाहिँ समाज सुधारकको रूपमा, विश्लेषकको रूपमा, चिन्तकको रूपमा चाहिँ जब यो पुरा जीवन नै समाजमा समर्पण गर्ने समयमा चाहिँ यो आफूलाई दीक्षा दिने जुन गुरु हुनुहुन्छ, गुरुबाट चाहिँ त्यसपछिको नामकरण गरिन्छ। हिजो चाहिँ न्वारानमा चाहिँ आफ्नो कुल परम्परा अनुसारको नाम चाहिँ वैदिक पद्धतिले चाहिँ त्यो नाम दियो भने पछि ज्ञानको जुन गतिशीलतालाई चाहिँ समाजमा जोड्ने सवालमा गुरुबाट चाहिँ दिइने नाम नै त्यसपछिको चाहिँ प्रचलित नाम हुन्छ। र त्यो सवालमा मलाई मेरो गुरु, श्रद्धेय गुरु श्री श्री योगीराज मङ्गलनाथ अघोरीले आजदेखि तपाईँ चाहिँ यो समाजमा चाहिँ योगीराज मालनाथ अघोरी भनेर चाहिँ चिनिनुहुनेछ र तपाईँका चाहिँ प्रत्येक सेकेन्डहरू कसरी चाहिँ मान्छेलाई सुस्वास्थ्य, दीर्घ जीवनको अभ्यास र चाहिँ सामाजिक रूपान्तरणमा वैदिक खोजलाई चाहिँ विषयवस्तु बनाएर अगाडि बढ्नु सवालमा चाहिँ तपाईँको योगीराज नाम चाहिँ आफ्नै लागि प्रेरणाको स्रोत हो भनेर चाहिँ मलाई यो नाम चाहिँ गुरुबाट दिएको हो। र यो नामलाई चाहिँ मैले नेपाल सरकारका निकायहरूबाट पनि योगीराज मालनाथ अघोरी भनेको जुन नाम मलाई मेरो परिवारले दिएको थियो त्यसपछिको नाम योगीराज मालनाथ अघोरी भनेर मैले प्रमाणित गराइसकेको छु। तपाईँको जीवन कस्तो खालको जीवन? मेरो व्यक्तिगत हिसाबले तपाईँको पर्सनल कुरा। मेरो जीवनमा चाहिँ संसारमा चाहिँ जीवन बाँच्ने चाहिँ 4 तरिकाहरू हुन्छ। एउटा विन विन थ्योरी, आफू पनि जित्ने, अरूलाई पनि जिताउने, आफू पनि अगाडि बढ्ने, अरूलाई पनि अगाडि बढाउने। दोस्रो जीवन विन लस थ्योरीमा आधारित हुन्छ। आफू मात्र जित्ने र आफूले जित्ने सवालमा चाहिँ अरूको सर्वस्व नाश दिने र अरूलाई चाहिँ कपोकल्पित प्लानिङहरू गराएर इन्डाइरेक्ट हिसाबबाट चाहिँ उसको चिज पनि आफूमा ल्याएर जोड्ने, यो विन लस थ्योरी हुन्छ। एउटा लस थ्योरी, आफू पनि केही गर्न नसक्ने र अरूलाई पनि केही गर्न नसक्ने, जसलाई दुर्योधन नीति पनि भनिन्छ भने एउटा चाहिँ लस विन थ्योरी। मलाई केही पनि चाहिँदैन, मैले सिकेका ज्ञानका सार्थकताहरू, मसँग भएका ज्योतिष वास्तुका चाहिँ कन्सेप्ट अवधारणाहरू, हर्बल साइन्सहरूले चाहिँ म कसरी चाहिँ समाजलाई चाहिँ अगाडि बढाउन सक्छु, कसरी चाहिँ रोगमुक्त, शोकमुक्त, भयमुक्त र जुन ज्ञानको गतिशीलतामा चाहिँ जोडेर आर्यनहरूले परिकल्पना गरेको चाहिँ जुन शोषणरहित समाज, विधिको शासन, सम्पन्न जीवनयापन र आर्थिक विशृङ्खलताको अन्त्य गराएर समाजमा चाहिँ विद्या र धनको उत्सर्ग गराएर चाहिँ कसरी नयाँ रोजगारीका अवसरहरू बनाउने। हिजो चाहिँ संसारको उत्कृष्ट फिलोसफी चाहिँ आर्यन फिलोसफी थियो।
आर्यन फिलोसफीले चाहिँ वसुधैव कुटुम्बकम भन्ने जुन एउटा चाहिँ वाक्य चाहिँ प्रतिपादित गरेको थियो, त्यसको अर्थ चाहिँ के हुन्थ्यो भने संसारभरिका सबै मान्छेहरू चाहिँ हाम्रा मित्रहरू हुन् है, हाम्रा कोही पनि दुश्मन छैनन्। यो मित्रतालाई चाहिँ हातेमालो गरेर हामी अगाडि बढ्न सक्यौँ भने यो धरतीलाई चाहिँ भूस्वर्ग बनाउन सक्छौँ भन्ने जुन कन्सेप्ट थियो, म चाहिँ त्यही कन्सेप्टमा हिँडिरहेको। तपाईँ मानिसको अनुहार हेरेर भविष्य बताउनुहुन्छ होइन? हजुर, अनुहार हेरेर र चाहिँ उसको अनुहारमा देखिएको चाहिँ इलेक्ट्रोन्सहरूलाई म रिड गर्न सक्छु र त्यो इलेक्ट्रोन्सहरू चाहिँ हामीले जुन ग्रहहरू मानेका छौँ त्यो ग्रहहरू भनेको चाहिँ कलरलोजी हो। त्यो कलरको चाहिँ कलर कम्बिनेसनले चाहिँ हाम्रो मस्तिष्कको कार्बल नर्भ्समा टच गरेर चाहिँ त्यो अनुसारको नेचर चाहिँ हरेक मानिसको अनुहारमा देखिरहेको हुन्छ। र चाहिँ रिसेन्टली उसको एक्सप्रेसन हेर्ने पनि होला होइन? एक्सप्रेसन र भविष्यसँगको कनेक्सन कसरी हुन्छ? अब यसमा चाहिँ कस्तो हुन्छ भने यो ज्योतिषमा पनि ग्रहहरूलाई चाहिँ कसरी विश्लेषण गरिएको छ भने कुनै ग्रहलाई मित्रु भनिएको छ, कुनै ग्रहलाई चाहिँ उही भावको भनिएको छ र कुनै ग्रहलाई चाहिँ शत्रु भनेर चाहिँ विश्लेषण गरिएको छ। त्यस अर्थमा चाहिँ हामी चाहिँ बोलीचालीमा हिँड्दा पनि कहिलेकाहीँ चाहिँ के पाउँछौँ भने कोही मान्छे चिनेको हुँदैनौँ, उसलाई हामीले अगाडि देख्छौँ र देख्दाखेरि चाहिँ चिनजान पनि छैन, भेटघाट पनि छैन। पहिलो पटक देख्दैमा चाहिँ उहाँसँग चाहिँ हामीलाई रिस उठ्छ। सायद यो चाहिँ बसमा यात्रा गर्दा अथवा कुनै सवालमा हिँड्ने सवालमा चाहिँ के देख्छौँ भने चिन्दै नचिनेको मान्छेलाई हेर्दैमा रिस उठ्नु र चिन्दै नचिनेको मान्छे देख्दै नदेखेको मान्छेलाई हेर्दाखेरि चाहिँ यो त मैले कहाँ चिनेको थिएँ, योसँग मेरो भेट भएको छ, मैले कहाँ परिचय गरेको थिएँ भन्ने किसिमको चाहिँ जुन एउटा चाहिँ हरेक मान्छेले चाहिँ अनुभूति गरिराखेका हुन्छन्, त्यो कुरा चाहिँ ग्रहको चाहिँ कम्बिनेसन हो। भविष्य जान्ने भन्ने कुरा चाहिँ यस अर्थमा महत्त्वपूर्ण हुन्छ कि कहीँ कतै हामीले भविष्यलाई परिवर्तन गर्न सक्यौँ भने चाहिँ हामी ठुला दुर्घटनाहरूबाट बच्न सक्छौँ अथवा हाम्रो जीवनलाई हामीले चाहे जस्तो अथवा अनुकूल बनाउन सक्छौँ, हामी डेस्टिनेसनमा जान सक्छौँ भन्ने कुराले नै भविष्य सायद मान्छेले जान्न चाहन्छ र त्यसको उपलब्धि पनि त्यही नै होला। यदि यो सबैमा लागू हुने भए अथवा सबैले यहाँबाट प्रेरणा लिने भए संसारमा कोही मान्छे दुःखी हुने थिएनन् होला, कोही मान्छे आफ्नो डेस्टिनेसनमा पुग्न नसक्ने हुने थिएनन् होला, प्रलयहरूबाट बच्न सक्थ्यो होला, मान्छेहरू भूकम्पबाट जोगिन सक्थ्यो होला होइन? यसमा चाहिँ के हुन्छ भने यसको चाहिँ ज्वलन्त उदाहरण चाहिँ हामीले गीतामा हेर्न सक्छौँ। गीतामा भगवान् कृष्णले अर्जुनलाई चाहिँ विश्वरूप एउटा विराट स्वरूपको दर्शन गराउनु भयो। त्यो विराट स्वरूपलाई चाहिँ हामीले चाहिँ यो मिडियामा हेर्दा चाहिँ के देख्यौँ भने भगवान् कृष्णको अनुहारमा चाहिँ धेरै अरू अनुहारहरू जोडिएका र चाहिँ त्यो धेरै अनुहारहरू जोडिएको जुन विराट स्वरूपको चाहिँ परिकल्पना गरेर चाहिँ अर्जुनलाई के भन्नुभयो भने हेर तिमी हामी चाहिँ कति जीवन सँगसँगै हिँडिसक्यौँ र चाहिँ सँगसँगै हिँड्दा मलाई सबै जीवनका चाहिँ सिलसिलाहरू चाहिँ मेरो मेमोरीमा चाहिँ कन्टिन्यू छ, तिमीले केही पनि बुझ्न सकेनौ र त्यो सबै सिकाइदिने सम्झाइदिने भनेको अनुहार होइन, मान्छेको मस्तिष्क पछाडि रहेको सेरिब्लेम हो भनेर चाहिँ त्यो सेरिब्लेमको विषयमा चाहिँ आफूले आफूलाई चिन्ने बुझ्ने र त्यो कहिले पनि नहराउने डाटा भनेको चाहिँ सेरिब्लेम हो। त्यो सेरिब्लेमलाई चाहिँ रिड गर्ने चाहिँ तरिकाहरू हुन्छ। त्यो तरिकाबाट चाहिँ रिड गर्दाखेरि चाहिँ हामीमा चाहिँ कस्तो एउटा सुपर पावर बन्छ भने हाम्रो चाहिँ अगाडिका चाहिँ अबका दिनहरू चाहिँ कस्तो आउँदैछन्, ती चिजहरूमा चाहिँ हामीले कसरी चाहिँ आफूलाई चाहिँ डिफेन्समा लान सक्छौँ अथवा चाहिँ विगतमा चाहिँ बितिसकेका कुराहरूलाई चाहिँ कसरी चाहिँ करेक्सन गरेर जान सक्छौँ। यो वैदिक परिवेशमा चाहिँ अब हामीले चाहिँ रत्नाकर व्याधालाई हेऱ्यौँ भने एउटा व्याधा जसको दिनचर्या नै मानिसलाई आततायी गरेर तर्साएर आफूले आफूलाई चाहिँ सर्वशक्तिमान भएको अनुभूति गर्थे भने पछि उनमा चाहिँ ज्ञानको अभ्युदयपछि उनी वाल्मीकि ऋषि बने। हामी सबैको मस्तिष्क एउटै छ, शरीरको मेकानिजम एउटै छ, चार प्रकारको ब्लड ग्रुप बाहेक र लैङ्गिक विभेद बाहेक कुनै पनि मानिसमा कुनै अन्तर छँदै छैन। फरक के छ त भन्दा हामीले चाहिँ मस्तिष्कलाई चलाउने कोसिस गरेनौँ, अरूले लाए अराएका मात्र काम गर्दाखेरि चाहिँ हामी कस्तो भयौँ त भने बिना कमान्ड हिँड्नै नसक्ने, कसैले चाहिँ पछाडिबाट हामीलाई ब्याकअप दिइरहन पर्ने, भनिरहन पर्ने, अराइरहन पर्ने। त्यो कम्बिनेसन किन भयो त भन्दा हामीले त्यो मस्तिष्कलाई चलाउन जानेनौँ। मस्तिष्कलाई चलाउन नजान्दाखेरि चाहिँ हरेक मान्छेका प्रगतिहरू हेऱ्यौँ,
त्यो प्रगतिलाई चाहिँ हामीले केही निमेषमै मिनिमाइज गर्न खोज्यौँ, आफूलाई कम्पेयर गर्न खोज्यौँ र त्यो कम्पेयर गर्दाखेरि चाहिँ हाम्रो त्यो कल्पनामा मात्रै सीमित भयो। हरेक मान्छेको जीवन त त्यति सजिलै अगाडि आउँदैन। एउटा अङ्ग्रेजीमा उखान छ, रोम वाज बिल्ट नट इन अ डे भनेर। त्यो इटालीको राजधानी रोम सहर एकै दिन बनेको होइन। त्यो सेरिब्लेमको लागि चाहिँ त्यो सेरिब्लेमको कम्बिनेसन बुझ्ने चाहिँ मेथडहरू हुन्छ, प्राणायामहरू हुन्छ, योगहरू हुन्छ र मनभित्र रहेका मस्तिष्कमा चाहिँ बोझका हिसाबले भरिएका कुरालाई चाहिँ हामीले फ्याँक्दै गयौँ भने त्यसपछि चाहिँ हाम्रो मस्तिष्कमा कस्ता कुरा आउँछन् भने हामी एउटै बोलीले चाहिँ विश्वमा तरङ्ग बनाइदिन सक्छौँ र चाहिँ एउटै बोलीले विश्वमा हलचल आउन सक्छ। त्यसैले मैले मेरो सिद्धान्तमा, मेरो आफ्नो थेसिसमा चाहिँ मैले के लेखेको छु भने हरेक मानिस अवतार हो, हरेक झारहरू औषधि हुन्। यो चाहिँ परिवर्तनीय छ, भविष्य परिवर्तन छ, गतिशील छ। त्यो कुरा चाहिँ कस्तो हुन्छ भने यो समाज चाहिँ अब हामीले रामापिठेकसदेखि हेर्दै आउँदा पनि हरेक पहल चाहिँ अपग्रेड भइरहेको छ। नर्मली हामी यो टेक्निकल कुरा भन्दा पनि हाम्रो मानसिकता भनेको के हो भने ज्योतिषकोमा हामी जेनरली जाँदाखेरि चाहिँ अब निश्चित समयसम्म हामीलाई चाहिँ यो खालको समस्या छ अथवा यो ग्रहले हामीलाई समस्या बनाइरहेछ, हामीले त्यो समयमा हाम्रो केही नकारात्मक पक्षहरू हुन्छन्, केही नकारात्मक दिनहरू अथवा समय चाहिँ हाम्रो गुज्रिरहेछ। एउटा निश्चित समयपछि फेरि हाम्रो सुध्रिनेछ अथवा अहिले सुध्रिरहेछ पछाडि बिग्रिनेछ भन्ने खालको हामीले परिवर्तन चाहिँ गर्न सक्छौँ कि सक्दैनौँ। यदि हामीले भविष्य जानेर भविष्यलाई परिवर्तन गर्न सकेनौँ भने त जान्नु र नजान्नुमा खास त्यस्तो ठुलो अर्थ पनि रहेन होला। हामीले तपाईँको शास्त्रको उपयोग मानव जीवनमा कसरी गर्न सक्छौँ त्यो भन्न खोजेँ हामीले। यसमा चाहिँ के हुन्छ भने हाम्रो चाहिँ यसमा चाहिँ यो सबै मान्छेले चाहिँ यो साइन्सलाई बुझ्न सक्दैनन्। यसको लागि चाहिँ गहिरो विश्लेषण चाहिन्छ। गौतम बुद्धले पनि आफूलाई बुद्ध बनाउनलाई चाहिँ धेरै वर्ष खर्चिनु पर्यो। त्यसपछि चाहिँ बुद्धिज्ममा चाहिँ उनले यस्तो सिद्धान्त प्रतिपादित गर्दे कि उनले देखाएका, अनुभूति गरेका र चाहिँ उनले आफ्ना अनुभवहरूलाई चाहिँ अरू मान्छेमा जोड्दा चाहिँ उनले चाहिँ बुद्धत्वको चाहिँ प्राप्ति गरे। भनाइको मतलब चाहिँ के हुन्छ भने यी सारा कुराहरू चाहिँ कलरलोजीमा आधारित हुन्छ र चाहिँ हरेक कलरले मान्छेलाई चाहिँ चेन्ज गराउन सक्छ र चाहिँ यो कलर चाहिँ आफैमा वास्तव हो र यसको चाहिँ सबैभन्दा वैज्ञानिक आधार चाहिँ वेदमा के लेखियो भने सूर्यलाई 7वटा घोडाले तानेको हुन्छ भनेर लेख्यो। पछि साइन्सले के बुझ्यो त भन्दा सूर्यलाई चाहिँ घोडाले तानेको होइन रहेछ, सूर्यबाट चाहिँ 7 प्रकारको कलरहरू निक्लिँदो रहेछ, कलरलोजी। र त्यो कलरलोजीको कलर कम्बिनेसनले चाहिँ हामीलाई इच्छा नहुँदै पनि चाहिँ चलाइदिने, गतिशील बनाइदिने काम चाहिँ त्यो कलरलोजीले गर्ने भएको अर्थमा चाहिँ अनि हामीले चाहिँ त्यो कलरलोजीको कलर कम्बिनेसन कहाँ हुन्छ भनेर हेर्दाखेरि चाहिँ ग्रहमा देख्यौँ। जस्तै सूर्यमा रातो देख्यौँ, चन्द्रमामा सेतो देख्यौँ, मङ्गलमा पनि रातो टाइपको देख्यौँ, बुधमा हरियो देख्यौँ, बृहस्पतिमा पहेँलो देख्यौँ। त्यो कलरको कम्बिनेसनले चाहिँ के गर्न सकिने रहेछ त भन्दा हाम्रो मस्तिष्कलाई चाहिँ कमान्ड गर्न सकिने रहेछ। र हाम्रा पुर्खाहरूले त्यो कलर कम्बिनेसनलाई चाहिँ मान्छेमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने अर्थमा चाहिँ जुन टिकाहरू लगाउने चलन आए, त्यो पहेँलो कलर भनेको चाहिँ बृहस्पति हो, जसलाई गुरु पनि भनिन्छ। त्यो पहेँलो कलर चाहिँ ज्ञानको प्रतीक भएको अर्थमा चाहिँ सारा योगीहरूले चाहिँ पहेँलो वस्त्रलाई चाहिँ अपनाए। त्यो पहेँलो वस्त्रले चाहिँ मान्छेलाई क्रिएसनमा लाने भएको अर्थमा त्यो हामीले चाहिँ त्यसलाई टिकाको हिसाबले पनि ग्रहण गऱ्यौँ। र रातो चिजले चाहिँ मान्छेलाई चाहिँ अझ चाहिँ आफ्नो एउटा चाहिँ डेस्टिनेसन, इच्छा शक्तिमा चाहिँ हलचल नहोस् भनेर विजयको प्रतीकको लागि चाहिँ हामीले रातो चिजलाई अपनायौँ, रातो झन्डा चलायौँ, कुनै खुसीमा चाहिँ राता रङका होलीहरू खेल्यौँ र चाहिँ टिका लगाउने सवालमा पनि हामीले पहेँलो टिकामाथि रातो टिका लगायौँ। यसको अर्थ चाहिँ के हुन्छ भने पहेँलो टिका भनेको ज्ञानको प्रतीक हो, रातो टिका भनेको बहादुरी हो। यदि ज्ञानलाई बहादुरीमा जोड्न सकियो भने जीवनमा काहीँ उल्झन आउँदैन, कष्ट आउँदैन भनेर नजान्दै पनि हामीले चाहिँ यो कलरलोजीलाई चाहिँ जीवनमा चाहिँ अपनाएर हिँडिरहेका छौँ। आज चाहिँ हरेक क्षेत्रमा पनि यो कलरलोजीलाई चाहिँ आफ्नो मस्तिष्कसँग कम्बिनेसन गर्दा चाहिँ हामीलाई चाहिँ रोगमुक्त बनाउन सक्छौँ, माइन्डको क्रिएसन बढाउन सक्छौँ। त्यो भएर मेटल थेरापी पनि एउटा चाहिँ त्यो अनि यो त जस्ट सिम्बलको कुरा भएन। अघि तपाईँले दिएको इक्जाम्पल भने त हामी जस्तो पहेँलो टिकाको माथि रातो टिका जो ज्ञान र बहादुरीको प्रतीकको रूपमा हामीले लगाउँछौँ, तर यसको मतलब हामी साह्रै अज्ञानी मान्छे र साह्रै अबहादुर मान्छेले पनि
पहेँलो टिकाको माथि रातो टिका लगाउन सक्छ, यो त जस्ट सिम्बलको कुरा नभयो होइन? यसले चेन्ज कसरी ल्याउँछ? होइन, चेन्ज चाहिँ के हुन्छ भने कलरलोजीको कलर कम्बिनेसन चाहिँ मस्तिष्कसँग जोडिएको हुन्छ। जस्तै कुनै पनि ठाउँमा हामीले यसको सिम्पल उदाहरण के देख्न सक्छौँ भने कलर मिलेन भने त्यहाँको वास्तु मिल्दैन र हामी त्यो ठाउँमा बस्न सक्दैनौँ। कुनै ठाउँमा चाहिँ त्यो कलरको कारणले हामीलाई चाहिँ मुड अपसेट गराइदिन्छ, कुनै ठाउँ बसिरहँ जस्तो हुन्छ। त्यो कलरको कलर कम्बिनेसन भनेको चाहिँ त्यसले चाहिँ मस्तिष्क उजागर गर्ने काम गर्छ। त्यो कलरलाई त्यसरी जुन त्यही टिकाको इक्जाम्पललाई अझ धेरै प्रष्ट बनाइदिनुहोस् न तपाईँले। पहेँलो टिका र रातो टिकाको मस्तिष्कसँगको कनेक्सन, त्यो लाउँदा र नलाउँदाको त्यो खालको डिफ्रेन्स केही हुन्छ भने हामी त जेनरली यसरी बुझ्छौँ, किनभने तपाईँको अध्ययन हामीले गरेका छैन। अब यसमा चाहिँ के हुन्छ भने जुन ठाउँ हामीले टिका लगाउँछौँ त्यसलाई ब्रह्मरन्ध्र भनिन्छ र चाहिँ त्यो चाहिँ एउटा चाहिँ तेस्रो आँखा पनि भनिन्छ। यो तेस्रो आँखा भनेर चाहिँ आध्यात्मिक क्षेत्रमा जसरी भगवान शङ्करले पनि त्यो श्रीखण्डको चाहिँ टिका लगाएको बनाइन्छ, त्यसको अर्थ चाहिँ तेस्रो आँखा भनेको चाहिँ जीवनमा अलौकिक दृष्टिको अभ्युदय हुने ठाउँ। र टिका लगाउँदा चाहिँ त्यो ब्रह्मरन्ध्रका चाहिँ नसाहरूमा टिकाको मार्फतले चाहिँ कनेक्सन दिँदाखेरि चाहिँ मस्तिष्कमा एउटा सेन्सेसन आउँछ। त्यो सेन्सेसनले चाहिँ हामीलाई कस्तो बनाउँछ त भने अलिकति अपग्रेड गराउँछ र यो नसाहरू चलाउँदाखेरि चाहिँ मान्छेमा चेन्ज आउँछ भन्ने कुरा चाहिँ आज अकुपञ्चर पनि एउटा चाहिँ स्वास्थ्यको साध्य बनेको छ। त्यस अर्थमा चाहिँ हाम्रा पुर्खाहरूले चाहिँ यस्ता विधानलाई चाहिँ यसरी अप्नाए। जस्तै कान छेड्ने परम्पराहरू बनाए, नाक छेड्ने परम्पराहरू बन्यो र चाहिँ यसलाई चाहिँ व्यावहारिकतामा जोड्दाखेरि चाहिँ सुस्वास्थ्यको चाहिँ अनुभूति हुने रहेछ यो कुराहरूबाट। तपाईँको यो कालो टिकाको कनेक्सन के हो? यो कालो टिकाको कनेक्सन चाहिँ के हुन्छ भने कालो वस्तु नै पछि गएर सेतो वस्तु हुन्छ। जसरी तपाईँले चाहिँ एउटा कोइला, जसलाई चाहिँ कार्बन भनिन्छ, कोइलाले चाहिँ एउटा लामो समय पार गरेपछि त्यो हिरा बन्छ र चाहिँ यो रात पनि कालो नै हुन्छ। त्यो रात पनि कालोबाट नै सेतो चिजको प्रतीक देखिने अर्थमा चाहिँ हामीले चाहिँ स्कुलमा पढ्दा पनि ब्ल्याकबोर्डमा चाहिँ कालो उसमा सेतोले नै लेखिने चाहिँ परम्परा हुन्थ्यो। यस अर्थमा चाहिँ यो कालो चिज भनेको चाहिँ सेतो चिजको चाहिँ पूर्व सन्ध्या हो। तपाईँले लगाउनुको कनेक्सन चाहिँ के भयो त्यसको मतलब? यसको अर्थ चाहिँ हामी चाहिँ अघोरीहरू हौँ। अघोरमा चाहिँ के हुन्छ भने यो कस्मिक साइन्सको चाहिँ बढीभन्दा बढी रिसर्चहरू गर्नुपर्ने हुन्छ हामीले। र चाहिँ यो सारा रिसर्चहरूको सवालमा चाहिँ यो कालो चिजले चाहिँ जो सूर्यबाट आएका चाहिँ विविध त्यो ब्याट्री जस्ता चाहिँ गुण भएका चिजहरूको चाहिँ कम्बिनेसन कालो चिजले चाहिँ बढी एब्जर्ब गर्न सक्छ। त्यो कुरालाई चाहिँ सोलर प्यानलबाट पनि हेर्न सकिन्छ। र चाहिँ यो एउटा शक्तिलाई चाहिँ रिजर्भेसन गर्ने चिज चाहिँ कालोले गर्ने भएको र हामीले चाहिँ हरेक आङ्कलनहरू गर्नुपर्ने, भविष्यवाणीहरू गर्नुपर्ने र मान्छेलाई चाहिँ रोगको मान्छेलाई पनि बिना औषधि उपचार प्राकृतिक जीवनलाई चाहिँ कसरी अपनाउन सकिन्छ भनेर चाहिँ बढी रिसर्च गर्ने सवालमा चाहिँ हामीले चाहिँ कालो चिजलाई बढी प्रशय दिन्छ। तपाईँ भविष्य बताउनुहुन्छ, तपाईँ आफ्नो भविष्यको बारेमा जानकार हुनुहुन्छ? मैले चाहिँ मेरो जीवनमा चाहिँ के छ भने म जे कल्पना गर्छु त्यो चिजमा अटोमेटिक जोड्न सक्छु, जसलाई टेलिप्याथिक ज्योतिष भनिन्छ। हिजो चाहिँ ऋषिमुनिहरूले चाहिँ यस्तो किसिमको रिसर्च गर्थे कि जङ्गलमा बसेर त्यो राज्यलाई नै निर्देशित गरिराखेका हुन्थे। राजा महाराजाहरूमा केही कमी देखियो भने ऋषिमुनिहरूले जङ्गलमा आफू बसेर चाहिँ राजा महाराजालाई कमान्ड गर्थे र त्यो कमान्डिङ पछि चाहिँ राजा महाराजालाई भेट्न जान मन लाग्थ्यो। उनीहरू भेट्न जान्थे। भेट्न जाँदा चाहिँ ऋषिले के कोसेली दिएर पठाउँथे ती राजा महाराजालाई भने तिमी यसरी हिँड्न सक्यौ भने विधिको शासन बनाउन सक्छौ, इन्द्रको जस्तो चाहिँ कहिले पनि नढल्ने राज्य बनाउन सक्छौ, जुन चाहिँ यो धर्मको चाहिँ आभास हुने, प्राकृतिक न्यायको सिद्धान्तमा चाहिँ विचलन नहुने किसिमको चाहिँ तिमीले परिवेश बनाउन सक्छौ भन्ने किसिमको चाहिँ सेन्सेसन जुन टेलिप्याथिक ज्योतिषबाट दिन सक्छ, त्यो चाहिँ मैले आफ्नो जीवनमा सिद्धि गरेको छु। र मैले कुनै मान्छे भेट्न मन लाग्यो र उसलाई मेरो नम्बर थाहा छ भने मैले उसलाई फिलिङ्स दिएपछि उसले मलाई आफै फोन गर्छ, मैले फोन गर्नु पर्दैन। र मान्छेहरू मलाई भेट्न आउने सवालमा मलाई केही चिज खान मन लाग्यो भने मैले उनीहरूलाई कमान्ड गरेपछि त्यही चिज लिएर आउन सक्छन्। त्यो साइन्स टेलिप्याथिक ज्योतिष भनेर पहिले प्रमाणित भइसकेको थियो।
तपाईँ आफ्नो भविष्यको बारेमा चाहिँ जानकार हुनुहुन्छ, भोलि तपाईँको जीवनमा के हुँदैछ अथवा एउटा निश्चित अवधिमा तपाईँको जीवनमा के हुँदैछ, कस्ता खालका घटनाहरू आउँदैछन्, कस्तो खालको समयलाई क्रस गर्दै हुनुहुन्छ भन्ने बारेमा? अब यसमा चाहिँ के हुन्छ भने मेरो पुरा जीवन चाहिँ कसरी चाहिँ सामाजिक रूपान्तरण हुनसक्छ, कसरी हामी आफ्नो चाहिँ मौलिकता चिन्न सक्छौँ, कसरी हामी आफ्नो परिवेश चिन्न सक्छौँ, आफ्नो धर्म संस्कृतिलाई चाहिँ कसरी बचाउन सक्छौँ। मेरो मिसन चाहिँ मैले चाहिँ अघि नै के प्रश्न गरेँ भने म चाहिँ लस विन थ्योरीमा बाँचिराखेको छु। मलाई केही पनि चाहिँदैन, म सब चिज अरूको लागि गर्न सकौँ। जब चाहिँ त्याग बलिदानीको भावना चाहिँ आफूमा भएपछि त सबै चिज स्वतः प्राप्त हुन्छ। त्यो जुन बोलीचालीमा चाहिँ दे उता भनिन्छ नि, पछि चाहिँ यो दे उता भन्ने शब्द चाहिँ देवता भन्यो। आज समाज किन बिग्रियो त भन्दा दे उता भन्न सक्ने मान्छे नै भएनन्। सबै यहीँ राख, यो मलाई नै चाहिन्छ, यो मैले भोग गर्नुपर्छ, बरु यो सडेर जाओस्, तर यो कसैले पाउनुहुन्न भन्ने चिन्तनले गर्दा चाहिँ आजको समाज बिग्रियो। हामीलाई चाहिँ केही चिन्ता छैन, यो हिँड्दा हिँड्दै जो मिल्यो सो उज्यालो। त्यसो भए तपाईँ दे उता जुन त्यो दे उता शब्द नै पछि देवता भन्यो। मेरो जीवन आदर्श नै म सब चिज अरूको लागि दिन सकौँ र कोही नभएको मान्छेको चाहिँ म एउटा सहारा बन्न सकौँ, एउटा बिरामीको लागि म डक्टर बन्न सकौँ। जीवन गन्तव्य नदेखेर चाहिँ छटपटाएको मान्छेको लागि चाहिँ मैले उसको फेस रिडिङ गरिसकेपछि यो मान्छे चाहिँ यहाँसम्म पुग्न सक्छ, यो किसिमको काउन्सिलिङ गर्नुपर्छ भन्ने किसिमको चाहिँ मैले चाहिँ मेरो जीवनमा मैले धेरै मान्छेलाई चाहिँ हलचल बनाइदिएको छु। किनभने कसरी हलचल बन्छ त भन्दा त्यो आफूभित्रको जुन अन्तर क्षमता कसैले चाहिँ देखाइदिनुपर्छ र त्यही देखाइदिने परिवेशलाई चाहिँ ज्योतिष भनियो। ज्योति भनेको उज्यालो, त्यो ज्योति देखाइदिने मान्छेलाई चाहिँ ज्योतिष भनियो। त्यही सवालमा चाहिँ आज हामी चाहिँ ज्योतिषलाई नमाने पनि कुनै राम्रो काम गर्नु पर्दा शुभ मुहुर्त हेर्छौँ। त्यो शुभ मुहुर्त हेर्नुको अर्थ चाहिँ के हो त भने त्यो टाइममा चाहिँ ग्रहहरूको भाइब्रेसन के छ त, हामी चाहिँ निरन्तर अगाडि बढ्न सक्छौँ कि सक्दैनौँ त, अब्स्ट्याकल के आउँछ भन्ने कुरा त ऋषिमुनिहरूले सब प्रमाणितै गरेर गएका छन्। अब हिजो चाहिँ किलोमिटर पत्ता नलाग्दा नै हनुमान चालिसामा के लेखियो त भने त्यो बेलामा त सूर्य र पृथ्वीको डिस्टेन्स थाहा थिएन मान्छेलाई। खालि मान्छेहरूले सूर्यलाई जल चढाउँथे, सूर्यलाई चाहिँ आराध्य देव भनेर मान्थे। त्यो बेलामा चाहिँ जुग सहस्र योजना भानु भनेर लेख्यो। त्यो जुग सहस्र योजना भानुको चाहिँ क्याल्कुलेसन गर्दा चाहिँ नासाले निकालेको किलोमिटर र हनुमान चालिसामा लेखिएको चाहिँ जुन सूर्यको डिस्टेन्स चाहिँ आज मिल्न गएको छ। हिजो चाहिँ कुनै पनि साइन्स प्रमाणित नहुँदाखेरि चाहिँ ऋषिमुनिहरूले निकालेको ग्रहको जुन कम्बिनेसनले चाहिँ ऋतुहरू चेन्ज भइरहेका छन्, प्रकृति चेन्ज भइरहेको छ। यो टाइममा आएपछि वर्षा हुन्छ भनेपछि वर्षा सुरु भइरहेको छ। र जस्तो साइन्स र अब यहाँहरूकै अध्ययनको अथवा यहाँहरूकै रिसर्चको विषयलाई जोड्दाखेरि चाहिँ जेनरली के मानेमा पनि एउटा एङ्गल के लगाउनु पनि सकिएला भने हामी भन्छौँ नि सबै कुराहरूको संसारमा केही पोजिटिभ कुराहरू हुन्छन्, केही नेगेटिभ कुराहरू हुन्छन् सबै चिजको। त्यो भने जस्तै हामीले त्यो पोजिटिभिटीलाई खोज्दै गइरहेको हो र हाम्रो चाहिँ त्यो यहाँहरूको रिसर्च र साइन्स अहिले नासाको कुरा गर्दै हुनुहुन्छ, यो कुराको कम्बिनेसन मिल्न गएको हो कि? अब यो साइन्समा चाहिँ के हो भने हिजो ऋषिमुनिहरूले प्रतिपादित गरेको वैदिक साइन्समा चाहिँ त्यसका सबै फर्मुलाहरू तौर तरिकाहरू चाहिँ यति सरल शब्दमा चाहिँ उनीहरूले बताइदिन्थे कि जसले गर्दाखेरि चाहिँ त्यो साइन्स अमर रहोस् भन्ने भावना ऋषिमुनिमा हुन्थ्यो भने आज चाहिँ विकसित राष्ट्रहरूले चाहिँ त्यो साइन्सलाई कोड गर्दै लगे। हिजो चाहिँ एउटा इलेक्ट्रोनिक्स जान्ने मान्छेले जसले चाहिँ रेडियो टेलिभिजनहरू बनाउँथ्यो, मोबाइलहरू बनाउँथ्यो भने सामानहरू हेरेर पनि बनाउन सक्थ्यो। पछि चाहिँ केही सीमित मान्छेहरूले चाहिँ त्यसमा चाहिँ आफ्नो एकाधिकार प्राप्त गर्नको लागि सफ्टवेयर र हार्डवेयर भनेर टुक्राइदिए। यो साइन्सलाई कम्प्लिकेटेड बनाइदिए र चाहिँ यो कम्प्लिकेटेड बनाइदिएको कारणले चाहिँ यो अहिलेको केमिकल साइन्स चाहिँ केही मान्छेहरूको चाहिँ प्याओ भन्नु पुगेको छ भने ऋषिमुनिहरूको साइन्स चाहिँ खुला किताब हो। त्यसमा चाहिँ जब हामी चाहिँ पढ्दै जान्छौँ, हेर्दै जान्छौँ, त्यो आफैसँग भएका स्रोत साधनबाट चाहिँ प्रमाणित हिसाबले चाहिँ गर्न सकिने साइन्स भयो भने आजको साइन्स चाहिँ मिस्टेरियस साइन्स भयो। र चाहिँ त्यो मिस्टेरियस साइन्सलाई अझै यसरी कोड गराउँदै लगियो कि मेडिकल साइन्समा चाहिँ कतिपय औषधिहरूलाई ग्रिक र ल्याटिनमा लेखियो, जसले गर्दा चाहिँ कुनै मान्छेले चाहिँ कुनै औषधि लिइराखेको छ भने उसले थाहा पाउन नसक्ने भयो कि उसले के औषधि लिँदैछ र चाहिँ उसले त्यो औषधि के को लागि लिँदैछ। यो अहिलेको चाहिँ शिक्षा चाहिँ कम्प्लिकेटेड शिक्षा भयो। तर तपाईँहरूले आफ्नो सिद्धान्तलाई प्रवर्धन गर्न सक्नु भएन हैन?
होइन यस्तो भयो आजको समाज नै पैसाको पछाडि कुद्यो, शक्तिको पछाडि कुद्यो। हामीलाई कसैलाई चाहिँ अगाडि बढाएर ऊभन्दा तलका भएर चाहिँ लाए अराएको काम गर्दा नै हामीले आफ्नो जीवनलाई चाहिँ सफल भएको मान्यौँ। त्यस अर्थमा चाहिँ के भयो त भने हामीले मस्तिष्क चलाउनै सकेनौँ। अर्थशास्त्रले पनि के भनियो भने भारी बोक्ने भन्दा भारी बोकाउने धनी हुन्छ भन्ने कुरा प्रमाणित गरिदियो। हामीले चाहिँ भारी बोकिरह्यौँ। त्यो भारी बोकिरहेको अर्थमा चाहिँ के भयो त भने हाम्रो सेड्युल नै भारी बोक्नेमा गयो। हामीले भारी बोकाउने कुनै सोच बनाउन सकेनौँ। त्यसले गर्दा यो सारा शिक्षा नै खुम्चिँदै गयो र यो व्यवहारिकतामा हेर्दा पनि के देखियो त भने एउटा हलो जोत्ने मान्छे जसले कुनै शिक्षा जानेको छैन भने त्यसले बाँडेर खान जान्दछ, मानवीय समवेदनालाई बुझ्छ भने आज पढेको मान्छेहरूबाट नै अपराध भइरहेको छ। आज जति पनि अपराधीहरू हामी भेटाउँछौँ त्यहाँ एउटा हलो जोत्ने मान्छे भेटिँदैन। अब यसलाई तपाईँ शिक्षा भन्नुहुन्छ कि यसलाई कुटनीति भन्नुहुन्छ कि? त्यसैले जो मान्छेले चाहिँ यो ज्ञान सिकेको हुन्छ त्यो गतिशील हुन्छ। त्यसैले म चाहिँ अनौपचारिक शिक्षालाई चाहिँ बढी महत्त्व दिने मान्छे हुँ। ज्ञानको पछाडि चाहिँ विज्ञान जोडिएको हुन्छ भनेर मान्यता राख्ने मान्छे हो। यो शिक्षा भनेको त लगाम हो। यसले त हामीलाई के गराइराखेको छ त भन्दा हामीलाई चाहिँ हाम्रा मौलिक परिवेशलाई मेटाइरहेको छ, अरूका कुराहरू दिमागमा हालिदिइरहेको छ र हामी अरूकै चिजमा रमाइरहेका छौँ। यही कुरा चाहिँ गीतामा पनि के भनिएको थियो भने आफ्नै धर्म संस्कृति परिवेशमै रमाउनुपर्छ। स्वधर्मम निधनम श्रेयम परधर्म भयावह भनेर आफ्नो हेरिटेज मेटेलाई भन्ने दर्शन चाहिँ आजभन्दा 5000 वर्ष अगाडि नै हामीसँग चाहिँ प्रतिपादित भइसकेको थियो। तर हामीले त्यो दर्शन कहिले पनि पढ्न चाहेनौँ, बुझ्न चाहेनौँ र त्यो जुन साहित्यले चाहिँ हिजो चाहिँ सूर्य र पृथ्वीको डिस्टेन्स हेर्थ्यो त्यो साहित्यलाई नै हामीले ओझेलमा पारिदिएर यस्तो शिक्षा चाहिँ जीवनमा जोड्यौँ कि त्यो हाम्रो शिक्षा त अहिले कसैको लागि बहादुर भएर चलिरहेको छ। हाम्रो देशको शैक्षिक डाटा तथ्याङ्क हेर्नुहोस्, हाम्रो शिक्षामा चाहिँ हाम्रो शिक्षा लिएका जनशक्तिहरू त हाम्रो लागि कहिले काम लागेनन् भने हामीले चाहिँ के शिक्षा दिएछौँ त? हाम्रो शिक्षाले त कस्तो बनायो त भने फुट गर्न सिकायो र एक आपसमा चाहिँ अहङ्कार बनायो। हामीले फुट्ने भन्दा त जुट्नै जानेन। अब हाम्रो पहिलाको वैदिक शिक्षाले चाहिँ के सिकायो त भने सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया भनेर सिकायो। सबै सम्पन्न भयो भने, सबैमा चाहिँ सबैलाई सहयोग गर्ने भावना भयो भने त्यतिखेर मात्रै शोषणरहित समाज हुन्छ, विधिको शासन हुन्छ भन्ने सिकायो भने आज संयुक्त राष्ट्रसङ्घलाई हेर्नुहुन्छ भने शान्ति पाठमा जुन लेखिएको थियो देव शान्ति रन्त्यरक्षको शान्ति पृथ्वी शान्ति भनेर लेखिँदै जाँदा विश्वै देवा शान्ति भन्ने एउटा वाक्यले चाहिँ संयुक्त राष्ट्रसङ्घ बन्यो। हाम्रा धर्म संस्कृतिका चाहिँ मूल मर्महरूमा चाहिँ अरू अगाडि आए। अब कृषिकै कुरा गर्ने हो भने वेदमा चाहिँ किसानलाई के भनिएको लेखिएको छ भने परमेश्वरको दूत भनेको चाहिँ किसान हो, जसले चाहिँ पुरा धरतीलाई चाहिँ रक्षा गरिरहेको हुन्छ। त्यसैले पढे लेखेका शिक्षित मान्छेलाई चाहिँ किसान बनाउनु पर्छ भन्ने दर्शन चाहिँ वेदमा लेखिएको छ। आज हाम्रो परिवेशमा हेर्नुहोस् कहीँ नबिकेको जनशक्ति कृषिमा आएर बिक्छ र चाहिँ त्यो जनशक्तिले रगत पसिना गर्छ, टाइममा केही चिज पाउँदैन र विवश भएर चाहिँ त्यो बाटो हिँड्ने ठाउँमा चाहिँ आफ्ना चाहिँ कृषि उपजहरू गाडीलाई कुल्चाइदिइराखेको हुन्छ। भने यो वैदिक मूल्य मान्यतामा नहिँड्दा चाहिँ हामीले विज्ञान भनेर जति कराए पनि विज्ञानले त केही गरेन। डाटाको हिसाबले हामीले 83,000 मेगावाट विद्युत भनिराखेका छौँ। हामी चरम लोड सेडिङमा छौँ। आजको शिक्षा भनेको यही 83,000 मेगावाट विद्युत जस्तै हामीले चाहिँ मान्छौँ। तपाईँले गर्न सक्ने के हो? काउन्सिल हो अथवा तपाईँ तन्त्रयोगी पनि हो अथवा कोही त्यस्तो तन्त्र हुन्छ अथवा तन्त्रलाई कसरी बुझ्ने हो मलाई थाहा छैन, जसको कारणले क्षणभरमै केही कुराहरू आकस्मिकतामा परिवर्तन होस्। यो तन्त्र भनेको चाहिँ दृढ इच्छा शक्ति हो। तन भनेको शरीर हो। यो शरीर चाहिँ मन भनेको विचारहरूको समूह हो। विचारहरूको समूह मार्फत कुनै उत्कृष्ट विचारलाई शरीरमा जोडेर अनवरत लागिरहँदा चाहिँ शरीर मार्फत पाइने चिज चाहिँ तन्त्र हो। यो जीवन पनि एउटा तन्त्र हो। स्वाभिमान भएर बाँच्नको लागि चाहिँ हामीले कति हन्डर खाइरहेको हुन्छौँ, कति चाहिँ पीडाको चाहिँ अनुभूति गरिराखेका हुन्छौँ। यो तन्त्र भनेको चाहिँ जीवनको जीवन लक्ष्य हो र यो तन्त्रमा चाहिँ हामी अविचलित भएर अनवरत रूपमा लाग्यौँ भने चाहिँ त्यो निस्वार्थ भावले चाहिँ अभिप्रेरित भएर लागिरहेको मान्छेको पछाडि चाहिँ ईश्वर जोडिएको हुन्छ। त्यसैले अघि भन्न खोज्नु भएको कुरा चाहिँ हामीले विज्ञान गलत होइन तर विज्ञानको उपयोग हामीले गर्न सकेनौँ भन्ने हो।
त्यो विज्ञानलाई चाहिँ कस्तो गराइयो थियो भने सरलीकृत विज्ञान बनाइएन, कम्प्लिकेटेड बनाइयो। भाषाहरूमा चाहिँ त्यसमा कुटहरू अपनाइयो, जसले गर्दा चाहिँ के भयो त भन्दा त्यही विषयमा दक्ष नभएका मान्छे बाहेक अरूले त्यो विज्ञानलाई अपनाउनै सकिएन। हिजो वैदिक युगमा वेदमा के व्याख्या गरिएको थियो भने 36 प्रकारका त प्लेनहरू हुन्थ्यो ऊ बेलामा, जुन वेदमा सविस्तार व्याख्या गरिएको छ। त्यो 36 प्रकारका प्लेनहरू चाहिँ बिना इन्धनले चल्थे, त्यसमा कुनै एक्सिडेन्ट हुँदैन थियो भने यस्तो प्रमाणित विज्ञान पुष्पक विमानका कुराहरू आउँछन्, जुन रावणसँग पनि थियो। 3 तले विमानहरूका कुरा आइसकेका थिए भने अहिले त भर्खर 2 तले विमानमा आइपुग्यो। 36 प्रकारका विमान प्रमाणित भएको आर्यन साइन्सलाई खोज गरेर चाहिँ भर्खर 10 प्रकारका विमानहरू आइसके। त्यो पहिला वैदिक व्याख्या गरिएका आग्नेयास्त्र भनेका चाहिँ आगो लागेर गएर चाहिँ नष्ट गर्ने हतियारहरूका रूप परिवर्तन भएर आयो। विज्ञान चाहिँ तपाईँहरूकै अध्ययन गरिरहेको अथवा रिसर्च गरिरहेको विषयबाट प्रेरित छ भन्ने यहाँलाई लाग्छ होइन? त्यो मूल विषयवस्तु हामी जे कुरामा अध्ययन गरिराखेका छौँ त्यो नै विज्ञान हो। त्यो विज्ञानलाई चाहिँ के गरियो त भने सरलीकृत हिसाबले बुझाउन सकिएन। अहिलेको विज्ञान भनेको चाहिँ त्यहीँबाट प्रेरित छ, त्यहीँबाट हरेक कुराहरू नै त्यो बेस चाहिँ त्यसलाई मानिरहेको छ र ती कुराहरूलाई हेरेर चाहिँ अब हामीले नयाँ के रिसर्च गर्न सकिन्छ अथवा के परिणाम दिन सकिन्छ भन्ने लागिरहेछ भन्ने लाग्छ तपाईँलाई? यसको मतलब मान्छेलाई एउटा सोर्स, केही न केही कुराको लागि एउटा सोर्स चाहिन्छ भनिन्छ नि। नर्मल्ली एउटा सामान्य क्रिएसनको लागि पनि क्रिएसनको सोर्स चाहिन्छ भन्ने गरिन्छ। हामी हलिउडमा हेऱ्यौँ भने, जस्तो सिनेमाको इक्जाम्पल लिने हो भने हलिउड फिल्मले के कुराहरू देखायो भनेर नासाले त्यसपछि फिल्मले देखाएको कुरा चाहिँ प्र्याक्टिकल लागु हुनसक्छ कि सक्दैन भनेर नासाले रिसर्च गर्न थाल्छ भनेर कतिपय भनाइहरू आउँछन् होइन। एउटा बेस चाहिँ चाहिन्छ नि। उसले बेस भला यो तपाईँले भनेको कुराहरूलाई पनि लिइरहेछ होला, तर यो गलत त भएन। आजको विकसित राष्ट्रमा हेर्ने हो भने विकसित राष्ट्रमा यति विकासमा आइपुग्नुको चाहिँ मेन कारण नै उनीहरूले वेदलाई एकदम गहिरोसँग अध्ययन गरे। हाम्रो जनमानसमा चाहिँ के भ्रम पर्यो त भने हाम्रा धर्म संस्कृति रीतिरिवाज भनेर चाहिँ यो बाहुनहरूको हो, बाहुनले मात्रै गर्नुपर्छ भन्ने चाहिँ पुरातन सोचले गर्दा हामीले धर्मभित्रको विज्ञानलाई बुझ्नै सकेनौँ। जबकि धर्मको मर्म नै धर्म रक्षति रक्षत भनेको छ। संसारमा प्राकृतिक न्यायको सिद्धान्तमा हिँडाउने कुनै एउटा चाहिँ केही अभियान हो भने त्यो धर्म मात्रै हो। त्यो किसिमको चाहिँ जुन प्राकृतिक न्यायको सिद्धान्तलाई चाहिँ हामीले चाहिँ ग्रुपिजममा कन्भर्ट गऱ्यौँ, एक अर्कामा चाहिँ शक्ति प्रदर्शनको हिसाबले जोड्यौँ। त्यसले गर्दाखेरि चाहिँ के भयो त भन्दा हामीसँग धर्म रक्षति रक्षत भएर हिँड्ने जमात ठुलो भयो, यिनीहरूको हल्ला धेरै भए, तर त्यो जमातले हाम्रो कहिले पनि रक्षा गर्न सकेन। धर्मको हानि तपाईँ हेर्नुहोस् न, धर्मको हानि एउटा किसानबाट त भएको छैन नि, धार्मिक पुरुषबाटै भएको छ। त्यसैले वैदिक दृष्टिकोणमा के लेखिएको छ भने फल पनि धेरै पाकेपछि कुहिन्छ भनेको छ। हस्, कार्यक्रमको अन्तिम समयमा हामी आइपुगेका छौँ। तपाईँलाई फेरि त्यही अघिकै चरणमा म प्रश्न गरे जस्तै त्यही विषयसँग जोड्न चाहन्छु। तपाईँले मानिसको अनुहार हेरेर भविष्यको अनुमान गर्नुहुन्छ अथवा भविष्य तपाईँको आँखा अगाडि देखिन्छ। तपाईँ पनि सामान्य मानिस जस्तै तपाईँ पनि बाटोमा हिँड्नुहुन्छ, तपाईँका नियमित काम क्रियाकलापको लागि तपाईँ क्रियाशील हुनुहुन्छ। मानिसका अनुहारहरू दिनमा कम्तीमा 100 अनुहारहरू तपाईँले देखिरहनु भएको हुन्छ होला। ती अनुहारहरूबाट तिनीहरूको भविष्य तपाईँको आँखामा प्रतिबिम्बित भइरहेको हुन्छ होला। मानसिक हिसाबले अलिकति असहज महसुस हुँदैन अथवा कि त्यो केही तपाईँसँग स्पेसिफिक केही गर्नुपर्ने हो? होइन, यसमा चाहिँ के हुन्छ भने हामी चाहिँ अघोर पन्थका योगीहरू हौँ र चाहिँ यो इतिहासलाई हेर्दै जाने हो भने अघोर पन्थमा चाहिँ यस्ता योगीहरू जन्मिएका थिए जसले मरेका लासलाई पनि उठाइदिन सक्थे। यदाकदा अझै चाहिँ जनबोलीमा चाहिँ के कुरा थाहा हुन्छ भने अघोरीहरूसँग चाहिँ यस्तो कस्मिक साइन्स हुन्छ, यिनीहरूले चाहिँ हरेक कुराहरू परिवर्तन गर्न सक्छन् भन्ने कुरा चाहिँ आज चाहिँ आम मान्छेले बुझिरहेका छन्। यसको अर्थ चाहिँ के हो भने मान्छेको शरीरमा चाहिँ हामीले इलेक्ट्रोन्सहरू ब्याकअप गर्न सक्छौँ, किनभने यो सिङ्गो शरीर इलेक्ट्रोन प्रोटोन न्युट्रोनबाट चलिरहेका हुन्छ। हामीले चाहिँ त्यो इलेक्ट्रोन्सलाई चाहिँ शरीरमा रिजर्भेसन गरेर त्यो इलेक्ट्रोनलाई चाहिँ सार्न सक्छौँ। जसरी चाहिँ हिजो चाहिँ अक्सिजन नहुँदा ब्रेथिङ गर्ने कुराहरू आउँथे, कुनै मान्छे चाहिँ अप्ठ्यारो अवस्थामा पर्यो, रेस्पिरेसन गर्न सकेन भने जसरी उनीहरूले मुखमा मुख जोडेर उसलाई ब्रेथिङ गराउँथे भने हामीले चाहिँ हाम्रो हात कसैको टाउकोमा राख्यौँ भने उसलाई करेन्ट लागेको आवाज गराइदिन सक्छौँ र त्यो करेन्ट नै प्राण हो।
जबकि मान्छेको शरीरमा चाहिँ करेन्ट हुन्छ भन्ने कुरा त आज विज्ञानमा पनि प्रमाणित भयो। हामी हस्पिटलमा गएर इसिजी जचाउँदा पनि त्यही करेन्टहरूलाई हेर्छौँ र यो पुरा मेडिकल साइन्स नै हिजो चाहिँ ऋषिमुनिहरूले प्रमाणित गरेको चाहिँ जुन मूल विषयवस्तु करेन्ट भनेको प्राण हो भन्ने विषयलाई चाहिँ हामीले मानव जीवनसँग कसरी उपयोग गर्न सक्छौँ त्यसलाई? त्यो करेन्ट चाहिँ हामीले हाम्रो जीवनमा कसरी लस गर्छौँ त भने जब हामीमा चाहिँ असीमित इच्छा शक्तिहरू भए र चाहिँ कुनै पनि डेस्टिनेसनहरू चाहिँ हामीले चाहिँ ल्याउन सकेनौँ अथवा चाहिँ हामीलाई सही काउन्सिलिङ भएन भने सबैभन्दा बढी इलेक्ट्रोन्स चाहिँ सोचाइबाट नष्ट हुन्छ। तपाईँले क्षणभरमै त्यो करेन्ट लस भएको करेन्टलाई रिकभर गर्न सक्नुहुन्छ? रिकभर गरेर उसको माइन्डलाई चाहिँ म इरेज गर्न सक्छु। किनभने संसारमा कुनै पनि सफलता नदेख्नु, अगाडि बढ्ने आत्मबल नआउनु भनेको मान्छे मर्नु भनेको ती सबै करेन्टहरू लस्ट हुनु हो। त्यो करेन्टहरू लस हुनुमा चाहिँ यसलाई चाहिँ शिव स्वरोदयमा चाहिँ के व्याख्या गरियो भने देवदत्त, कुर्म, नाग, कृकिल, धनञ्जय भनेर जुन नसाहरूको चाहिँ व्याख्या गरियो, नाडीहरूको व्याख्या गरियो। त्यो धनञ्जय नाडी भनेको चाहिँ तातोपना हो। त्यसैले हामी चाहिँ कहीँ जाँदाखेरि चाहिँ त्यो मान्छे चाहिँ तातो भएसम्म कसैले मर्यो भन्न सक्दैन। जब त्यो धनञ्जय वायुले छोड्छ त्यसपछि मान्छेको शरीरमा अग्नि सेलाउँछ अनि अग्नि सेलाइसकेपछि मात्रै मर्यो भनिन्छ। त्यो बेलामा चाहिँ तपाईँको करेन्टले काम गर्दैन, त्यो लास्ट भइसक्यो हुन्छ। किनभने त्यो सुरुदेखि नै कुनै पनि बिग्रिने कुरा त एकैचोटि बिग्रिराख्या हुँदैन, त्यसका सिम्टमहरू आउँछन्। जुनसुकै रोग, जस्तै हामी कोही हार्टको व्यथाले मर्यो भन्छौँ, सुन्नलाई त एकैछिनमा मर्यो, बोल्दा बोल्दै मर्यो भन्ने सुन्छौँ। तर त्यो बोल्दा बोल्दै मर्ने सवालमा पनि उसले धेरै आरोह अवरोहहरू पार गरिसकेको हुन्छ, धेरै पीडाहरू भोगिसकेको हुन्छ र चाहिँ म यो मुटुको समस्याबाट ग्रस्त छु भन्ने किसिमको फिलिङ्स उसले लिइसकेका हुन्छ। हामीले यति बेला सुन्छौँ जति बेला ऊ बितिसकेको हुन्छ। तपाईँले त्यो करेन्टलाई सधैँ तपाईँको संसर्गमा आएर पुनर्जीवित गराइदिइरहनु भयो भने मानिस कति वर्ष बाँच्छ? त्यसमा चाहिँ के छ भने जुन हामीले चाहिँ तरकारीहरूमा, जुन तरकारी पकाउने विधानमा हामीले चाहिँ तोरीको तेलको चाहिँ भुटुन हाल्ने परम्परा चलायौँ। तोरीको तेलले चाहिँ मान्छेलाई हार्ट अट्याकबाट मुक्त बनाउँछ र चाहिँ यो आज अगाडिका पुस्ताहरूले के गर्थे भने कुनै महिलाहरू सुत्केरी भयो भने तोरीको तेल पिलाइन्थ्यो। अनि यो पाहाडमा चाहिँ वस्तु भाउहरू ब्याउँदा पनि त्यसलाई चाहिँ तोरीको तेलमा चाहिँ पिठो मुछेर खुवाउने, तेल पिलाउने गरिन्थ्यो। त्यो तेल पिलाइदिँदा चाहिँ के हुन्थ्यो त भन्दा शरीरमा चाहिँ जमेको बोसोहरू काट्थ्यो र चाहिँ मानिसमा त्यो समस्या नआओस् भनेर चाहिँ मान्छेहरूले तेललाई चाहिँ औषधिको रूपमा प्रयोग गर्थे। आज हामीले जुन साइन्स बुझ्यौँ त्यो साइन्सले हामीलाई तोरीको तेल खान सिकाएन। तोरीको तेल सबै पश्चिम देशहरूमा हाम्रो देशबाट चाहिँ बाहिर गए अनि उनीहरूले हामीलाई के सिकाए त भने भटमासको तेल खानुहोस्, तारामण्डलको तेल खानुहोस्, अरू चाहिँ तेल खानुहोस् भनेर सिकाए। जबकि 120-30 रुपियाँमा भटमासको चाहिँ 1 लिटर तेल आउँछ र 1 किलो भटमासको कति पैसा पर्छ होला, त्यो तपाईँले चाहिँ त्यो भटमासको तेल बराबरको चाहिँ भटमास प्रशोधन गरेर हेर्नुहोस् त्यति तेल निस्किन्छ कि निस्किँदैन। हामीले त यो विष खाइरहेका छौँ, खाद्यान्नको नाममा, औषधि उपचारको नाममा विष खाइरहेको छौँ। र यो मेडिकल साइन्समा पनि अब कस्तो किसिमको चाहिँ रणनीति बन्यो भने कुनै पनि बिरामीलाई चाहिँ एकपल्ट औषधि चलाउन पाइयो भने जीवनभर औषधि चलाउने। जस्तै थाइरोइडको सवालमा हेर्नुहोस्, प्रेसरको सवालमा हेर्नुहोस्, हार्टको सवालमा हेर्नुहोस्, निन्द्राको सवालमा हेर्नुहोस्। यी सबैको विकल्प तपाईँसँग छ? मतलब यो विकल्प हिजो प्रमाणित भइसकेको थियो। हिजोको युगमा त तपाईँको त मेडिकलहरू थिएनन्, हस्पिटलहरू थिएनन्। हिजो केही पनि नजान्ने पुर्खाहरू 90-100 वर्ष बाँचेर देखाउँथे। होइन, अहिले त माहौल परिवर्तन भयो नि त। हामीले विकासको नाममा अहिले त हामीले त विज्ञान बुझ्यौँ नि। विज्ञान बुझ्दा के भयो त भन्दाखेरि हामी निराउन नसक्ने भयौँ। कुनै न कुनै विज्ञानले त भनिरहेछ त हामीले केही कुराहरू प्रोडक्सन गर्दाखेरि अथवा विकासकै हिसाबले कतिपय कुराहरूमा हामी विकासमा संलग्न हुँदाखेरि पनि त्यसका साइड इफेक्टहरू यही हुन् भनेर हामीले जानकारी पाछौँ। खैर, हामीले ती साइड इफेक्टलाई पनि फ्याँक्न सकेनौँ र ग्रहण गर्नै पर्ने बाध्यात्मक स्थितिमा हामी छौँ। किनभने आजको चाहिँ हाम्रो यो खानपान नै के भयो त भन्दा हामी मन्द विषमा जोडियौँ। वेदमा पनि यही कुरो चाहिँ सोधिएको थियो, कसरी चाहिँ दीर्घ जीवनलाई चाहिँ अपनाउन सकिन्छ। यो अपनाउन सकिन्छ भन्ने अश्विनी कुमार भनेका देवताहरूको वैद्यलाई गुरु बृहस्पतिले सोध्नुभयो, कसरी चाहिँ हामी यो 100 वर्ष चाहिँ जीवनलाई अपनाउन सक्छौँ बिना औषधि उपचार, खानपानको माध्यमबाट
सोद्धा चाहिँ त्यहाँ के उत्तर आयो भने यदि खानपानको माध्यमबाट चाहिँ हामी 100 वर्ष नै बाँच्ने हो भने त्यसमा पिठो खाने, कन्दमूलहरू खाने, अर्ग्यानिक चाहिँ सागसब्जीहरू खाने, प्रशस्त मात्रामा पानी पिउने र चाहिँ व्यायाम गऱ्यौँ भने प्राकृतिक जीवन आज चाहिँ हामी 100 वर्ष बाँच्न सक्छौँ भन्ने कुरा प्रमाणित गरिदियो। र चाहिँ आज त्यही कुरा जब मेडिकल साइन्स फेल हुन्छ अनि मेडिकल साइन्सले के भन्छ त भन्दा पिठोतिरै जानुपर्ने बाध्यता आउँछ। जब हामीलाई सुगर हुन्छ, भात खान मिल्दैन, त्यति बेला पिठोतिरै जानुपर्छ। मुटुको समस्या आउँछन्, पुरा मेडिकल साइन्सले केही गर्न सक्दैन, त्यसपछि हामी ध्यानमै पुग्छौँ र चाहिँ त्यही नाभो अन्धमै पुग्छौँ, दुधमै पुग्छौँ, दहीमै पुग्छौँ भने विज्ञानले चाहिँ मेडिकल टर्म्समा के जान्यो त? जब चाहिँ वेदले सिकाएकै ठाउँमा उसले रिफर गर्छ भने यो सारा त नाटक भएन र? खास कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौँ। तपाईँ दे उता, तपाईँको डेस्टिनेसन चाहिँ के हो? मेरो डेस्टिनेसन चाहिँ मान्छेलाई चाहिँ खानपान, आहार विहार, शुद्धिकरण गराएर आफूभित्रको क्रिएसन। मेरो नारा नै हरेक मान्छे अवतार, हरेक झार औषधि। त्यसैले हामी अवतार बन्न सक्छौँ। आफूले आफूलाई बुझौँ, अरूले लाए अराएकोमा मात्र सीमित नबनौँ। किनभने खोज्दा त सबै चिज भेटिँदो रहेछ। न्युटनले पनि स्याउ खसेकै देखा हुन्। बालक ध्रुवले पनि बाबुको काखमा बस्न नपाएको पीडाले चाहिँ जुन आज ध्रुव तारा भनेर देखियो, त्यसलाई साइन्सले पनि अक्षांश भनिदियो। भने हामीले आफूभित्र क्रिएसन खोज्न चाह्यौँ भने हामी चाहिँ अरूको लागि राजमार्ग बन्न सक्छौँ। हरेक सवालमा हेर्नुहोस्, कुनै न कुनै मान्छेले कुनै न कुनै त्याग नगरिकन कहीँ पनि रूपान्तरण भएको छैन। त्यसैले हामी चाहिँ यस्तो हाम्रो आर्यनले प्रतिपादित गरेको शोषणरहित समाज बनाउन सकौँ, विधिको शासन बनाउन सकौँ, सम्पन्न जीवन बनाउन सकौँ, आर्थिक विशृङ्खलताको अन्त्य बनाउन सकौँ। हरेक मान्छेहरू चाहिँ आर्यन जस्तो बन्नुपर्छ र संसारले हामीलाई चाहिँ अनुकरण गर्न सक्ने चाहिँ बन्न सकौँ भन्ने चाहिँ म सन्देश दिन चाहन्छु। हस्, यहाँको यो महत्त्वपूर्ण समय र संवादको लागि यहाँलाई धेरै धन्यवाद छ। मलाई पनि मेरा मनका 2-4 कुराहरू, हाम्रो परिवेश, हाम्रो कल्चरलाई चाहिँ हामीले गहिरेर बुझ्यौँ भने हाम्रो कल्चरमा त विज्ञानको एउटा रहस्यमय खोज छ। त्यो खोजलाई हेरौँ, अरूका कुरा सुनौँ, क्रिएसन आफैबाट सुरु गरौँ। मेरो पनि 2-4 शब्द भनेर चाहिँ मलाई हेरिरहनु भएका मेरा दर्शकवृन्दहरूलाई म के भन्छु भने तपाईँहरू प्राकृतिक जीवनलाई अपनाउनुहोस्। आज हामी चाहिँ यो जिमहरूमा गएर चाहिँ त्यो कोरोगेसनमा टेक्छौँ। त्यो कोरोगेसनमा टेकेर हेल्दी हुने होइन कि तपाईँ यो ढुङ्गा बालुवाको बोल्डरहरूमा टेक्नुहोस्, झारहरूमा टेकेर हिँड्नुहोस्। त्यसपछि चाहिँ शरीरमा के चेन्ज आउने रहेछ। कृत्रिमतालाई छोडिदिनुहोस् र प्राकृतिक आरोग्यलाई अपनाउनुहोस्। यसरी अपनाउँदा चाहिँ यो चिनामा त मान्छेको उमेर 120 वर्ष छ भनेर प्रमाणित गराएको छ। 120 वर्ष बाँच्नुहोस्, भोजनले बाँच्नुहोस्, औषधिले बाँच्ने होइन। विज्ञानलाई हेर्नुहोस् र चाहिँ यो समाज यति गतिशील छ कि सधैँ बाँचिरहँ जस्तो छ। त्यसैले कृत्रिम जीवन त्याग्नुहोस्, म यही अनुरोध गर्न चाहन्छु। त्यसो भने आजको कार्यक्रममा हामीसँग हुनुहुन्थ्यो योगीराज मालनाथ अघोरी। उहाँसँग यहाँको कुनै जिज्ञासाहरू छन् भने उहाँको इमेल आइडी मलाई प्राप्त भएको छ, yogiraj malnath1008@gmail.com। यसमा तपाईँले उहाँसँग सम्पर्क गर्न सक्नुहुन्छ। यहाँका अरू थप जिज्ञासाको लागि केही सामान्य जिज्ञासाहरू आजको कार्यक्रममा हामीले मेटाउने प्रयास गऱ्यौँ। आजको कार्यक्रम सकियो। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार। तपाईं अहिले हेर्दै हुनुहुन्छ गण्डकी टेलिभिजन।